साथीहरू आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला किन भन्दा हजुरलाई फेरि यो तिहारमा काम लाग्ने छ साथीहरू। मैले चाहिँ दियोलाई यसरी ल्याउने बित्तिकै भिजाएको थिएँ अनि यसरी भिजायो भने चाहिँ तेल कम खान्छ भन्ने चलन छ नि त, हुन पनि हो। अनि मैले यसरी भित्रै ड्राई हुन दिएँ अनि ड्राई भइसकेपछि सुपोमा पनि राखेँ। साथीहरू मैले यहाँ तेल खनाको भिडियो चाहिँ खिच्नै भुलेको छु कि। अनि मैले यहाँ मोमबत्ती मसित सानो मोमबत्ती थियो, मोमबत्ती राखेँ अनि कपुर धूप पनि राखिसकेँ अनि मैले 1 चम्चा घिउ पनि राखेको छु साथीहरू। यसरी हामीले यसरी बनाउँदाखेरि चाहिँ अनि यो तेलहरू नपोखिने अनि लिएर हिँड्न पनि सजिलो हुने, छिटो पनि हुने गर्दाखेरि मैले आज यो भिडियो गराएको छु। मैले टिकटकमा देखेकै भएर गराएको हो साथीहरू। हुन्छ कि हुँदैन होला भनेर गराएको थिएँ, तर हुँदो रहेछ है, यसले काम गर्दो रहेछ। ठुल्ठुलो मोमबत्ती भयो भने चाहिँ 2-3 टा राख्दा नि हुँदो रहेछ। मसित मसिनो भएको भएर राखेँ। अनि यो कपास निकाल्नु चाहिँ अलि टाइम लागेको थियो मलाई, सबै निकाल्नु पर्यो मसिनोले अनि कति धेरै भएको के यसले। अनि मैले यसरी सुपमा घोप्टो पारेर राखेको सबैलाई सिधा गराएँ अनि मैले यता फटाफट मेरो गर्नुपर्ने काम गर्न लाएँ। अनि कपासको यो डल्लो के भन्छ, डल्लो बत्ती हुन्छ कि कपासको, पहिले गराउनु त मैले माथि पूजा कोठामा गराएको थिएँ, माथि जान अल्छी लागेर कपास यहीँ तलै छ, तलै गराउँछु भनेको त अलि ढिलो हुँदो रहेछ कि। त्यस्तो गर्दाखेरि हामीले चाहिँ त्यो कपासको बत्तीलाई पहिले डल्लो बनाएर राखिसक्नु पर्ने रहेछ कि। अनि मैले चाहिँ यहाँ कपास बटार्दै गराउँदै गरेको छु, यसरी डल्लो बनाएको छु। यो बत्तीलाई चाहिँ के भन्छ खै, मैले त भुलेँ के, ठाडो बत्ती भन्छ कि के भन्छ है, मैले भुलेँ, यसको नामै भुलेँ के साथीहरू। डल्लो बत्ती भन्छ कि के भन्छ कमेन्ट गर्नु है त। अनि मैले यसरी राखेपछि माथिपट्टि फेरि त्यो मैले अलिकति फेरि थपेको थिएँ। अनि हजुरहरूलाई चाहिँ जस्तो मनपर्छ, जस्तो स्टाइलमा मनपर्छ त्यस्तै गर्न सक्नुहुन्छ। यसमा डिफ्रेन्ट कलर ल्याउनको लागि हजुरहरूले डिफ्रेन्ट कलर पनि हाल्न सक्नुहुन्छ, माथिपट्टि सितारा पनि राख्न सक्नुहुन्छ। तर मसित टाइमै थिएन कि साथीहरू, 2टा बच्चासित गाह्रै छ मलाई। अनि भ्याइ नभ्याइ हुन्छ कि के हो यो चाडबाड लागेबाट त झन् 1 सेकेन्ड आरामै नपाउने। म मात्र हो कि हजुरहरू पनि त्यस्तै हो कि साथीहरू, झन् काम डबल भइदिने कि डबल त्रिबल हुने। अनि मैले यसरी यो माथि पनि फेरि राखेँ कि। अनि यसरी राखेपछि तर हुँदा चाहिँ हुँदो रहेछ। यसरी मैले बिचमा गाडेर राखेको छु। अनि यो यति चाहिँ रह्यो कि साथीहरू। अनि के गर्ने भनेर मैले सिसाको गिलासमा पनि राखेको छु। अनि फेरि मैले यो सिसाको गिलासमा पनि फेरि कपासै बटारेर यसरी राखिदिएको छु। अनि यसरी राख्दाखेरि चाहिँ कपास बाङ्गो गएछ कि, यो जमेपछि बाङ्गो गएछ। अनि मैले यसो सोचेँ यो बत्ती बाल्दै जाँदाखेरि बाङ्गो भएर जान्छ भनेर फेरि मैले यहाँ कोट्याएर नजम्दै फेरि यहाँ कोट्याएर बिचमा लगाएर राखिदिएको छु कि त्यो कपासको धागो। अनि एउटा चाहिँ मेरो बुढोले बाल्नुभयो, एउटा मैले बालेर। अनि हाम्रो घर चाहिँ यस्तो देखिएको थियो। यहाँ चाहिँ मेरो बुढो अब तिहार लागिसक्यो, तास खेल्न हिँडिसक्नु भयो। यहाँ चाहिँ मेरो घर यसरी झिलिमिली पनि बालेर कस्तो राम्रो देखिएको कि घर। सबैजनालाई ह्याप्पी दीपावली साथीहरू। बाई बाई। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ हजुरहरूलाई।